सो हेलो दाजुभाइ दिदीबहिनीहरू आज चाहिँ मेरो अलिकति ढिला भयो गुड मर्निङ भने गुड आफ्टरनुन भइसक्यो 1 बजिसक्यो आज चाहिँ मैले ढिला ब्लग सुरु गरेँ बिहान सुरु गर्ने भन्दा भन्दा त्यही त हो नि कहिले के गर्दा गर्दा आज अलिकति ढिला भयो त्यो पनि ठिक छ म तपाईँलाई म आज दिउँसो के गरेर देखाउँछु नि यहाँ टोका आज हाम्रो के अरे तिम्रो नाम अन्जुना अरे अन्जना थापा मगर तिम्रो नाम के अरे रोजिना मगर आज तुलसी गुरुङ तुलसी अनि तिम्रो अरू कोही के अरे होइन त हेर्नुमै अन्त दाजुभाइ दिदीबहिनीहरू तपाईँले सपोर्ट गर्नु पऱ्यो है त मलाई सो हेलो दाजुभाइ दिदीबहिनीहरू आज चाहिँ मैले धेरै भिडियो बनाइनँ किनकि आज मलाई अलिकति सन्चो छैन कस्तो मनबाटै खुसी आज नि दाजुभाइहरू आज के भयो यस्तै हो दाजुभाइहरू अब हस्पिटल बस्नुपर्छ एक्सर्साइज गर्नुपर्छ कहिलेकाहीँ डिमोटिभेट भन्दा नि यसो गाह्रो भयो आज कहिलेकाहीँ गाह्रो हुन्छ किनभने बिहान उठ खाऊ थेरापी गरेर आऊ बिहान उठ्छु म तपाईँ खान्छु होइन यस्तो सातु खान्छु अनि सेउहरू खायो अनि आयो थेरापी गऱ्यो अनि गरेर फेरि गयो गएर खायो अब आज चाहिँ मैले चाइनिज चौचा खाएको अरू बाजु ओट्सहरू के खान्थेँ आज यसो मुखको स्वाद पनि फेर्नु पर्ने सत्यौरा खानु भएन त आज चाहिँ मैले चाइनिज चौचा खाएको अब त्यो दाजुभाइहरू कहिले खाएँ अनि हार्ड एक्सर्साइज गरेँ अनि टोइलेट भयो टोइलेट गयो एकछिन त्यही त नि टोइलेट गएर नुहाइ धुवाइ गरेँ अनि आएँ नयाँ फिजियो गराउनु भएको थियो अब आज सेकेन्ड डे भनेर त्यति गर्नु भएन फर्स्ट डे र सेकेन्ड डे थोरै गराउनु भयो धेरै गराउनु भएन अब खोइ कहिलेदेखि चाहिँ राम्ररी गराउनुहुन्छ पेलाउनुहुन्छ थाहा छैन अनि त्यसपछि राम्ररी गर्नुपर्छ अब 1-2 दिनमा थोरै गरेको हिजो र आजमा त गराउनुमा उहाँले थोरै गराउनुमा अब कहिलेदेखि चाहिँ राम्ररी गराउनुहुन्छ थाहा छैन राम्रो नर्मल गराउनु भएको छ तर थोरै गराउनु भएको छ सबै थाहा पाउने रे के थाहा पाउने मलाई थाहा पनि छैन दाजुभाइहरू अब आजको दिन पनि अँध्यारो भयो सकिन लाग्यो बाहिर अँध्यारो भइसक्यो सकिन लाग्यो आज मैले दिउँसोदेखि केही खिचिनँ त्यही कारणले अब आजलाई थोरै ब्लग आउँछ कृपया यो ब्लग पनि हेरिदिनु होला यसो अनि यसो माया गरिदिनु साथ सपोर्ट गरिदिनु है त दाजुभाइ सेयर सब्सक्राइब पनि गरिदिनु है त माया देखाइदिनु तपाईँले नि यसो छिटो ठिक होस् भनेर प्रे गरिदिनु है त हस्पिटलबाट छिटै घर जान भए हुन्थ्यो अब शनिबार चाहिँ मेरो मलाई थाहा भएको कहानी सुने दाजुभाइ